हेलो दर्शननी नमस्ते वाला हबीबी हम आज माघे संक्रान्ति मेला हेर्न जाती कोही छैनन् साथी त्यही भएर हामी फेरि पनि मेला हेर्न जाती। फाइनली गाउँले पनि कोट प्यान्ट लाएर टक्क नाटिला जस्तो त भए तर यो बेला दुला चाहिँ भन्ने होइन यो बेला चाहिँ माघे संक्रान्ति यो गाउँमा मेला पार्न छोडेर पारी जङ्गल झोप्रान गर्न खोजेको के हो पारी त्यो झोप्रान हो त्यहाँ हो यस्तो झोप्रान अब मेला पारेछन्। आज कान तरुनीहरूले झोलले भन्यो भने झोल ल्याइए छैन अब पैसा त ल्याइएछ झोल चाहिँ ल्याएन है मैले होइन कसैले झोल ल्यायो भने त कहाँ दिउँ म झोल होइन काले दाई मलाई काले दाई भन्नेहरू होइन हेर नि त यार म भन्दा पनि कालो देशी छ नि यार जुल्फी बेचिरहन होइन आमामामा आजको मेलामा चाहिँ केटाहरूले आफ्नो बराबरको केटीहरू नपाएर यस्तो फुच्ची दुध खाने भर्खर हिजो बच्चा चाहिँ चलाइबस्यो यिनीहरूले होइन म त हेर्नेमा परेँ तर भिडियो निकाल्ने कति सानन् हेर बहिनी यता र के हेर आमा लाउ लाउ खाएको उमेरमा केटाहरू ल पार्छन् म पार्दैन काली बजाउनु सक्यो फेरि राख्ने जुन अवसर दिनुभयो आयोजकपट्टि विशेष धन्यवाद दिँदै यो कार्यक्रम पूर्ण सफलताको शुभकामना दिन्छु। धन्यवाद। चस्मा लगाएर कति हिरो बनेको तिम्रो नाम के हो तिम्रो नाम के हो चस्मालाई खतरा लाग्यो नानी मेरी आम्बैनी मारी काउली तिमी पनि यो टिम्लेको ठुलो डाँडाको माघे मेलामा होइन कताबाट मुटेछौ आज तिमी जहाँ जान्छ म पनि त्यही पुग्छु नि बरु यो जाडोमा यसो नाच्ने हो कि मारी नाच्यो त हुन्थ्यो मारी साली भनेको कोही पाएन मैले मारी सबैले थाहा छ होला मेरो माउली पनि यतै तिमीले साली नबरु सबै सासु ज्वरो गर्नु पर्ने बरु साली मिल्दैन त तिमी भए पनि आउँछौ भने म नाचिदिन्छु। यत्रो मान्छेको अगाडि लाजमुखी कुरा गरेर हुन्छ बरु यो जाडोमा भन्दा बस्नु भन्दा जाँड रक्सी त यहाँ पाइँदैन